फाटेको जुत्तामा गरेको यात्राले सन्तानको भाग्य कोर्छ जो आइसक्नु भएछ त कतिखेर आइपुग्नु भयो अहिले भर्खरै आएको तिमीले मलाई ढाँटे पनि आफूलाई ढाँट्न सक्दैन देवकी मैले चिन्ता लिन्छु भनेर ढाँटेकी होला तिम्रो अनुहार पढ्न सक्छु देवकी वचनको बोझबाट मुक्त गर्छु के भन्नुभएको त्यस्तो म चिया बनाएर ल्याउँछु तपाईँलाई कृष्ण के भयो कृष्ण कबा के भयो चौरी पर्या लालैमा मै खाउलाई सुस्ता बाँचौला सँगै चौरासी गरौँला भन्नुभएको होइन यही आँगनमा बसेर हामी दुई मिलेर हाम्रो भविष्यको सपना देखेका थियौँ आज तपाईँले यो घर आँगनलाई चिहान बनाएर मलाई छोडेर जान पाउनुहुन्न कृष्णको माया गर्छु माया त्यही हो तपाईँको वचन म कृष्णलाई के जवाब दियो यो त मेरो लागि ठुलो सजाय भयो लागि ठुलो सजाय पो बुझ्नुभयो ठुलो सजाय बुढाबुढीहरूको के गफ भइरहेछ